Hello everyone, welcome back to our channel. आज चाहिँ हामी 10 वटा स्पाइसी नुडल्सको मुकबाङ गर्न गइरहेको छौँ र तपाईहरु देख्न सक्नुहुनेछ। हाम्रो प्राइस फुल यस प्रकारको छ। क्यास प्लस 1 प्लस स्प्राइट देख्न सक्नुहुन्छ। आजको यो मुकबाङ भिडियो चाहिँ हामी गर्न गइरहेको देख्न सक्नुहुन्छ तपाईहरु। लेट्स गाइजहरु, अब हाम्रो मुकबाङ भिडियो चाहिँ यहाँनेरि सुरु हुन गइरहेको देख्न सक्नुहुन्छ तपाईहरु। मुकबाङ भिडियो चाहिँ हाम्रो चपस्टिकले रहेको छ। गाह्रो कुरा चाहिँ यहाँ रहेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। लेट्स स्टार्ट गाइज। प्लिज तपाईहरु नहाँसिकन खानुको लागि विनम्र अनुरोध गर्दछु, सर्काउनु होला। हाम्रो नुडल्स चाहिँ एकदम स्पाइसी रहेको देख्न सक्छौँ हामी। एकदम हामीले चाहिँ 10 वटा नुडल्सको 10 वटा चिली पाउडर चाहिँ यसमा एड गरेको छौँ। मेरोमा चाहिँ मसला नै परिगएको छ। गाइजहरु, 1 पिस हामी फ्राई मोमो पनि देख्न सक्छौँ उहाँहरूको प्लेटमा। उहाँहरूलाई हामी एकदम गाह्रो भएको देख्न सक्छौँ। गाइजहरु, लेट्स प्राइस फुल हेरेर चाहिँ तपाईहरुले चाहिँ एकदम छिटो गर्नुपर्ने हुनेछ। देख्न सक्नुहुन्छ तपाईहरु विनरको प्राइस फुल चाहिँ। लेट्स गाइजहरु, कसले जित्नुहुन्छ जस्तो लाग्छ तपाईहरुलाई? प्लिज तल कमेन्ट गर्नु होला। Oh my god. लेट्स गाइजहरु, हाम्रो देन्सा श्रेष्ठले एकदम कम बनाइसकेको देख्न सक्छौँ हामी उहाँको प्लेटमा। पिरोले उहाँहरूको हालत चाहिँ हामी एकदम खराब भइसकेको देख्न सक्छौँ। लेट्स गाइज, खुसी श्रेष्ठ एकदम यहाँनिर अन्तिम अवस्थामा हुनुहुन्छ। लेट्स गाइजहरु, डेनिसा श्रेष्ठले चाहिँ यो कम्पिटिसनलाई चाहिँ वोन गरिसक्नु भएको छ। लेट्स गाइजहरु, देनिसा श्रेष्ठ चाहिँ फर्स्ट भइसक्नु भएको छ भने अब हेरौँ सेकेन्ड को हुनुहुन्छ। अब रेसमा जम्मा 3 जना रहनु भएको छ।
डेन्जर श्रेष्ठको अवस्था हामी एकदम गम्भीर देख्न सक्छौँ। खुसी श्रेष्ठ चाहिँ हाम्रो सेकेन्ड रनर अप हुनुभएको छ। थोरै पानी न बुढी नर्स गाजुर हाम्रो फर्स्ट रनर अप चाहिँ हुनुभएको छ हाम्रो डेन्जर श्रेष्ठ, सेकेन्डमा खुसी श्रेष्ठ, थर्डमा चाइना श्रेष्ठ, फोर्थमा डेन्जर श्रेष्ठ देख्नुहुन्छ तपाईँहरू। आजको यो हाम्रो मुकब्याङ चाहिँ यही समाप्त हुन गइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। उहाँहरूको अवस्था चाहिँ तपाईँहरू एकदम गम्भीर देख्न सक्नुहुन्छ। डेन्जर श्रेष्ठलाई चाहिँ अब हामी प्राइज पुल चाहिँ प्रदान गर्न गइरहेको छौँ। हामीले सेकेन्ड थर्ड फोर्थ प्राइज पुल चाहिँ राखेको थियौँ, फर्स्ट प्राइज पुल मात्रै राखेको हुनाले उहाँलाई चाहिँ हामी प्राइज पुल प्रदान गर्न चाहन्छौँ। फर्स्टमा उहाँलाई हामी यो क्यास पनि पुरस्कार स्वरूप दिन गइरहेको छौँ। जस गाइजहरू हाम्रो डेनिसा बहिनीले चाहिँ एकदम उहाँले आफ्नो प्राइज पुलहरू पनि सेयर गर्नुभएको छ थोरै उहाँको सिस्टरहरूसँग चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। उहाँको मन धेरै सफा रहेछ। हेलो गाइज, आजको यो मुकब्याङ च्यालेन्जमा चाहिँ म जित्छु भनेर मैले आशा राखेको थिएँ, तर मेरो बहिनी डेन्जर श्रेष्ठले जितेकी थिए। तर अब आउँदै गएको अर्को मुकब्याङ च्यालेन्जमा चाहिँ म जित्छु भनेर मैले आशा राखेकी छु। हजुरहरूलाई आजको हाम्रो मुकब्याङ च्यालेन्ज कस्तो लाग्यो गएर कमेन्ट बक्समा प्रतिक्रिया दिनुहोला। तपाईँलाई हाम्रो आजको मुकब्याङ कस्तो लाग्यो र अर्को पालि पनि हामी यस्तै मुकब्याङ च्यालेन्जहरू सामु हामी प्रस्तुत गर्नेछौँ। र तपाईँहरूलाई हाम्रो मुकब्याङ भिडियो मन परेमा प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। म जित्छु जस्तो त लाग्दैन, तर म जितेर धेरै खुसी छु।